सत्यको जित हुनको लागि सबैभन्दा ठुलो लडाईँ सत्यभित्र हुन्छ। कसैले कुकुरलाई पिट्यो भने, कसैले गाईलाई पिट्यो भने, वा कसैले गोरुलाई पिट्यो, वा जीवात्मालाई कुनै किसिमको टर्चर दियो भने भोलिको दिनमा उसको सन्ततिले दुःख पाउन सक्छ भन्ने निर्णय शनिदेवले गर्नुहुन्छ कि ग्रहको हिसाबमा त अब कुनै रिभोल्युसन हुन्छ, राजा आउनुहुन्छ, यसमा उहाँ नै राजा आउनुहुन्छ या राजा आउनुहुन्छ कि कुनै सम्बन्ध आफ्नो छ भने चाहिँ त्यो लुकाउनको लागि चाहिँ बनेको होइन नि त। सम्बन्ध त कुनै कार्मिकतासँग अथवा प्रारब्धसँग जोडिएको कुरा हो। रक्सी माछा मासु नखाँदैमा चाहिँ धनी भइहाल्ने भन्ने हुँदैन, ग्रह सुध्रिहाल्ने भन्ने पनि हुँदैन। हुनसक्छ बृहस्पतिको केसमा खान मिल्दैन, देवगुरु हुनुहुन्छ, ईश्वर हो, साक्षात् ईश्वरको दर्शनको अवस्था छ भने नखान सक्नुहुन्छ नि त। तपाईले रसियन भाषा बुझ्नु हुँदैन भन्दैमा रसियन डजन्ट एक्जिस्ट भन्ने त होइन नि, होइन? सिमिलरली तपाईले एस्ट्रोलोजीको ल्याङ्ग्वेजलाई बुझ्नु हुँदैन, त्यो साइन्सलाई बुझ्नु हुँदैन, त्यसको बारेमा तपाईलाई थाहा छैन भन्दैमा एस्ट्रोलोजी डजन्ट एक्जिस्ट भन्न पनि मिल्दैन। जब हामी लाइफमा राम्रो फेजबाट गइरहेको हुन्छौँ, लाइक अल द गुड थिङ्स आर ह्यापनिङ, सोचे जस्तो भइरहेको छ, कामहरू बनिरहेको छ, होइन? ज्योतिषको भाषा भन्नुपर्दा राम्रो ग्रह दशाबाट गइरहेको हुन्छौँ, हामीलाई यो सब कुराको केही मतलब लाग्दैन। तर जब लाइफमा आफूले गर्दा गर्दै पनि कामहरू बनिरहेको हुँदैन, यु आर गिभिङ योर 100%, योर बेस्ट एफर्ट्स, तर तपाईँले सोचेको जस्तो रिजल्ट आइरहेको छैन। तपाईँले आफ्नो एफर्ट 100% दिए पनि सर्कमस्टान्सेस, इन्भाइरोमेन्ट र टाइमले गर्दाखेरि तपाईले सोचेको जस्तो कुराहरू भइरहेको छैन भने त्यो बेला वी अल निड होप। एन्ड लाइक एनी अदर फर्म अफ नलेज, एस्ट्रोलोजीलाई पनि तपाईँले एउटा नलेज, एउटा साइन्सको हिसाबले हेरेर यसले कसरी तपाईँको लाइफलाई बेटर बनाउन सक्छ र तपाईँलाई आफ्नो बेटर भर्जन बनाउन सक्छ भन्ने कुरामा फोकस गर्न सक्नुहुन्छ। इफ यु वान्ट टु आर्ग्यु अबाउट एस्ट्रोलोजी हुन्छ कि हुँदैन, यो सबै एउटा स्क्याम हो कि यो साँच्चै एक्जिस्ट गर्छ कि होइन, त्यो कुरा हामीले आर्ग्युमेन्ट गर्न थाल्यो भने वी क्यान टक अबाउट इट अल डे, तर त्यसको कुनै पनि कन्क्लुजन आउँदैन। But our today's episode is not about that. Our today's episode is about learning and exploring. र कसरी तपाईले एस्ट्रोलोजीको नलेज लाइक एनी अदर फर्म अफ नलेजलाई युज गरेर आफ्नो लाइफलाई बेटर गर्न सक्नुहुन्छ र आफूलाई आफ्नो बेटर भर्जनमा इभल्भ गर्न सक्नुहुन्छ। हाम्रो लास्ट एपिसोडमा अमेजिङ रियाक्सन्सहरू आएको देखेर हामीले फेरि पनि अर्को एउटा एपिसोड लिएर आएको छौँ अबाउट द सिक्रेट्स अफ एस्ट्रोलोजी विथ ज्योतिष गुरु खगेन्द्र सापकोटा। अस्तिको एपिसोडमा चाहिँ हामीले सुपरफिसियली सर्टेन कुराहरूको बारेमा एक्सप्लोर गरेको थियौँ, उहाँले डिस्क्राइब गर्नुभएको थियो र तपाईँहरूलाई मन पनि परेको थियो। तर आजको एपिसोडमा वी आर गोइङ टु टक अबाउट सम डिफ्रेन्ट कन्सेप्ट जुन चाहिँ एस्ट्रोलोजीको केसमा सबैले सोचिरहेकै हुन्छ तर त्यसको बारेमा कुरा खासै गरिएको हुँदैन। सो वेलकम टु अनदर एपिसोड अफ सिक्रेट्स इन स्ट्रिट्स। दिस इज मी समृद्धि। लेट्स गो। गुरुजी नमस्ते। नमस्ते बहिनी। फेरि पनि हजुरलाई स्वागत छ। धन्यवाद। हाम्रो अस्तिको एपिसोड त धेरैजनाले हेरेर धेरैजनाले हजुरलाई एप्रिसिएट गरिराख्नु भएको थियो। सो आज चाहिँ हामी अब यो एउटा रेयर एस्ट्रोलोजिकल इभेन्ट हुँदैछ जसको बारेमा वर्ल्ड वाइडै कुरा भइरहेको छ। 29 मार्चमा महायुति भइरहेछ। 5वटा ग्रहहरू, कुन कुन ग्रहहरू हो, एउटै ठाउँमा मीन राशिमा आइरहेको छ भन्ने सुनिरहेको थिएँ मैले। सो यसले चाहिँ वर्ल्ड वाइड के कस्तो चेन्जेस ल्याउन सक्छ, कि एकदमै रेयर इभेन्ट हो कि होइन? यो रेयर नै हुन्छ। जस्तो गौतम बुद्ध जुन समयमा जन्मिनु भयो, जहाँबाट आध्यात्मको क्रान्ति भयो, त्यो समयमा रेयर हिसाबमा यसरी नै ग्रहहरू बसेको स्थिति छ। मलाई लाग्छ 14 जुलाई 1789 मा फ्रान्सको राज्य क्रान्तिमा चाहिँ एउटा वारिस्ता भन्ने कब्जा भयो। त्यो कब्जा भएको समयमा पनि यसरी नै मीन राशिमा शनि आएको अवस्थिति र शनि बक्री, शनिसँग चन्द्रमाको योग र बाँकी त्रिकोण स्थानमा ग्रह बसेर कम्तीमा 7-8वटा ग्रहको एउटा परम योग बनाएको कारणले गर्दाखेरि चाहिँ फ्रान्समा एउटा राज्य क्रान्ति पनि सफल भएको स्थिति छ होइन। त्यो पछाडि आउँ पृथ्वीनारायण शाहको पालामा आउँदा पनि उहाँको जन्मकुण्डलीमा धेरै ग्रहहरू एकै ठाउँमा देख्न सकिन्छ होइन। जब कुनै ठुलो युद्ध हुनु छ भने त्यहाँ धेरै किसिमको शक्तिहरूको जरुरत पर्छ। जस्तो मङ्गल सेना शक्ति हुन्छ, शनि न्याय शक्ति हुन्छ, बृहस्पति गुरु शक्ति वा ईश्वरीय आध्यात्मको शक्ति हुन्छ, शुक्र भने पैसाको शक्ति भयो, सूर्य भने चाहिँ त्यो देशको गभर्मेन्टको शक्ति भयो, र चन्द्रमा भनेको सम्पूर्ण त्यो व्यक्तिहरू जति छन् उनीहरूको मन र मस्तिष्कका जुडावका कुराहरू भयो कि यो सबै एकै ठाउँमा भएर यी सबै ग्रहहरू एकै ठाउँमा हुँदा कुनै पनि देशको राज्य क्रान्ति सम्भव छ, अथवा कुनै पनि देशमा ठुलो किसिमको अथवा यो संसारमा ठुलो किसिमको वर्ल्ड वारको सम्भावना बन्छ।
ठुलो क्रान्तिहरूको सम्भावना बन्छ र यसको मुख्य विशेषता चाहिँ के हो भने बहिनी हैन यो ग्रहहरू बस्दा चाहिँ यो अहिलेको जुन कम्बिनेसन छ धेरै ग्रहहरूको संयोगको अवस्थिति छ शनि शुक्र सहितका जुन ग्रहहरू जुन प्लानेटहरू 5-7 वटा प्लानेट एकै ठाउँमा बसिरहेको अवस्थिति हुन्छ यो अवस्थितिमा चाहिँ विश्वबाट कम्युनिजम जुन हुन्छ कम्युनिस्टहरू जुन हुन्छ जो शरीरलाई सबै कुरा ठान्ने र आध्यात्मलाई केही नठान्ने वा आध्यात्मको हिसाबमा अथवा मेटाफिजिक्सको हिसाबमा कुनै पनि छैन भन्ने किसिमको जुन दर्शन हुन्छ उनीहरूको उनीहरू चाहिँ यो पृथ्वीबाट समाप्त हुने किसिमको अथवा उनीहरू चाहिँ यो पृथ्वीबाट लोपै हुन्छ अथवा कम्युनिजमहरू चाहिँ सकिन्छ र आध्यात्मको युग सुरु हुन्छ वा सत्ययुग आउँछ भन्ने हुन्छ सत्ययुगै आउँदैन बहिनी हैन तर कम्युनिजमको अवस्थिति सकियो भने कहाँ जान्छ भन्दा आध्यात्ममा जान्छ जब शरीरको अवस्थिति सकिन्छ भने तपाईँ नि भन्नुहोस् कहाँ जान्छ त भन्दा आध्यात्म वा आत्मातिर जान्छ नि त हैन अरू कुनै किसिमको रियालिटीतिर जान्छ एउटा के हुन्छ भने अल्टिमेट रियालिटी हुन्छ जतिले मेरो तपाईँको भिडियो सुन्दै हुनुहुन्छ सबैले एउटा मेरो कुरा सुन्नुहोस् हैन जस्तो एउटा अल्टिमेट रियालिटी हुन्छ सत भन्छ यसलाई सत्यको जित हुनको लागि सबैभन्दा ठुलो लडाईँ सत्यभित्र हुन्छ र सत्यको जित हुनको लागि अल्टिमेट रियालिटीमा पुग्नको लागि र यो सत हो भन्ने कुरा छान्नको लागि यो जीवात्माको अस्तित्व बाहिर पनि कुनै किसिमको अस्तित्व छ है भन्ने कुराको चाहिँ स्वीकार हुनुपर्छ वा सरेन्डर हुनुपर्छ यसलाई गुरुको ऊर्जा भन्छ कि यही ऊर्जा वा गुरुको ऊर्जामा चाहिँ शनिदेव न्यायकारक अथवा यो वर्ल्डको जति न्याय गर्नुहुन्छ उहाँले मान्छेको मात्रै न्याय गर्नुहुन्न यो जीवात्माको न्याय गर्नुहुन्छ कसैले कुकुरलाई पिट्यो भने कसैले गाईलाई पिट्यो भने वा कसैले गोरुलाई पिट्यो वा जीवात्मालाई कुनै किसिमको टर्चर दियो भने भोलिको दिनमा उसको सन्ततिले दुःख पाउन सक्छ भन्ने निर्णय शनिदेवले गर्नुहुन्छ कि त्यसैले यो शनिदेव गुरुको अस्तित्वमा आइपुग्दा अथवा गुरुको अस्तित्वमा चाहिँ शनिदेव आइपुग्दाखेरि यो अल्टिमेट रियालिटीमा यो संसारको सभ्यतालाई चिनाउनको लागि कुनै वारहरू वर्ल्ड वारहरू हुन सक्ने शान्तिको लडाइँहरू हुन सक्ने र संसारमा चाहिँ एउटा सत किसिमको युगको थालनी हुन सक्ने समय छ र यो थालनी हुन्छ भने चाहे जसरी हुन्छ वा धेरै व्यक्तिहरू गुमेर हुन्छ वा करोडौँ व्यक्तिहरू मरेर हुन्छ वा कसैको अगाडि कसैकोले मृत्यु देखेपछि अथवा मृत्यु साक्षात्कार भइसकेपछि उसले केही कुराहरू पाउन सक्छ कि अथवा चाहिँ युद्धको हिसाबमा अब दर्जनौँ त्यस्ता घटनाहरू भएका छन् होइन जो इतिहासमा छन् अथवा इतिहास पनि भन्नु पर्दैन 10-20 वर्ष अगाडि भएको छन् आफ्नो बाबुआमाको अगाडि चाहिँ अथवा चाहिँ आफ्नो छोराछोरी अगाडि चाहिँ बाबुआमालाई मारेका घटना छन् होइन त्यो एक किसिमको चेत हुन्छ व्यक्तिको त्यसलाई नितान्त फरक पार्छ कि युद्धले त्यो नितान्त फरक पार्न सक्ने अवस्थिति छ र यो नै रिभोल्युसनको टाइम हो वा संसार वर्ल्डको रिभोल्युसनको समय हो वा नेपालको रिभोल्युसनको समय हो अथवा कुनै शक्ति विकसित हुनको लागि कुनै न कुनै किसिमको गुरु ऊर्जा वा अल्टिमेट रियालिटी सत्यताको अवस्थितिमा यो संसार जानु हो यो नै सबभन्दा प्रमुख कुरा हो र यो ग्रहहरूको अपिल पनि यही छ तपाईहरू रिभोल्युसनको लागि तयार हुनुहोस् वा यो सत्यता वा अल्टिमेट रियालिटीको लागि तयार हुनुहोस् र तपाईहरू कुनै युद्धको लागि तयार हुनुहोस् भनेर भनिरहेको अवस्था देख्न वा सुन्न पाइन्छ यो ग्रहहरूको हिसाबमा हजुर सो रिभोल्युसनको पनि अब युथले हैन जसरी करप्सनहरू सबै कुरा भइरहेछ हाम्रो देशमा पनि अब लाइक राजावाला कुरा जुन छ नि फेरि काइन्ड अफ एउटा रिभोल्युसन जस्तै फ्रेन्च रेभोल्युसन भन्नुभएको थियो है हजुरले पहिला यही खालको युति हुँदाखेरि यही खालको युति हुँदा हजुर सो यहाँ पनि अब सबैजनाले फेरि राजा ल्याउने राजतन्त्र आउने त्यस्तो के रेभोल्युसन त्यो आउँछ जस्ट भन्ने कुरा अब द्याट इज अ डिफ्रेन्ट कन्भर्सेसन होइन त्यो चाहिँ पोलिटिकल साइन्सको एक्सपर्टहरूले गर्ने कुरा भयो तर एस्ट्रोलोजी वाइज सायद यही कन्जङ्सनहरूले गर्दाखेरि नै त्यो अलिकति मान्छेहरूमा त्यो रिभल्टिङ नेचरहरू आएर उनीहरूले भइरहेको एडमिनिस्ट्रेसन गभर्मेन्टलाई च्यालेन्ज गर्न खोजिरहेको जस्तै बालेनको स्ट्याटसहरू हेरौँ होइन लेटली उहाँको स्ट्याटसहरू अलिकति उग्र अलिकति उहाँको अग्रेसिभ वेमा गइरहेको छ नि त बालेनको स्ट्याटसहरू पनि सिमिलरली राजतन्त्र पनि फिर्ता आउने भनेर अस्ति त्यत्रो भिड आयो सो यो पनि यो युतिले कतै न कतैबाट एफेक्ट गरेकै होला यो यसो हुन्छ बहिनी होइन तपाईँ मेरो कुरा बुझ्नुहोस् अथवा समग्र युथले मेरो कुरा बुझ्नुहोस् राजा नै अल्टिमेट रियालिटी हो त राजा नै सबै कुराको सत्यता हो त यहाँनिर क्वेसन छ नि त राजा नै यो रिभोल्युसनको सत्यता राजा हुन सक्छ त यो देशको रिभोल्युसनको अवस्थिति वा यो देशलाई माथि लानको लागि चाहिँ आध्यात्मको हिसाबले राजा नै सर्वोपरि हुनुहुन्छ त त्यो नहुन पनि त सक्छ नि होइन सबै कुरा राजामा गएर चाहिँ निहित हुने भन्ने कुनै किसिमको त्यस्तो किसिमको यो आध्यात्मको सार्वभौम नै त्यहाँनिर छैन कि अथवा जनतामै निहित हुन सक्छ अथवा जनता नै राजा बन्न सक्छ वा राजा नै आउनुहुन्छ ग्रहको हिसाबमा त अब कुनै रिभोल्युसन हुन्छ राजा आउनुहुन्छ यसमा उहाँ नै राजा आउनुहुन्छ या राजा आउनुहुन्छ कि यो कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ तर यो अवस्था वा मीन राशिमा गइरहेको शनि चाहिँ के छ भने माओवादीको द्वन्द्वकालमा मीन राशिमा शनि थियो
51-52 को समयमा हैन 52 सालको अवस्थितिमा त्यो समयमा चाहिँ 12 वर्षको देशमा गृहयुद्ध भएको छ। म यसलाई गृहयुद्ध नै भन्छु हैन। अनि अर्को कुरा के भएको छ भने जुन फ्रान्सको राज्यक्रान्ति भने यो पनि 10 वर्ष 6 महिना 4 दिनसम्म चलेको छ कि भनेपछि जब मिनमा शनि आउनुहुन्छ त्यो देशको न्यायको लागि, त्यो ठाउँको जनता वा जीवात्माको अस्तित्व कायम गर्नको लागि, त्यो ठाउँको व्यक्ति मात्रै होइन यो आध्यात्मले वा ईश्वरले त हर जीवात्माको अस्तित्वलाई हेर्छ नि त। त्यो जीवात्माको अस्तित्वलाई चाहिँ मूल्याङ्कन गर्दै शनिदेवले अबको युद्धलाई 12 वर्ष लम्ब्याउन सक्ने वा 15 वर्ष लम्ब्याउन सक्ने यो चाहिँ हुनसक्छ। र राजा आउने कुरामा राजा आउनुहुन्न भनेर म भन्दिनँ, मैले भिडियोमा भनेको छु राजा आउनुहुन्छ, तर राजाको अस्तित्व कायम हुन्छ वा अस्तित्व आउनुहुन्छ कि व्यक्ति उहाँ नै आउनुहुन्छ वा शरीर उहाँ नै आउँछ यो पनि होइन। अस्तित्वको हिसाबमा कुनै राजाको दर्शन प्राप्त छ भन्ने कुरा चाहिँ स्पष्ट देखिन्छ। जसले जनताको लागि बेस्ट वेमा वर्क गर्छ, जसले कन्ट्रीलाई एउटा लाइक राम्रो पोजिसनमा हजुरले भने चाहिँ रियालिटी सत्यतामा लगेर जान्छ उनी राजा हुन्छ। जहाँनिर अल्टिमेट रियालिटी हुन्छ परम सत्तालाई जसले स्वीकार्छ कि त्यसैले यो रिभोल्युसनले पृथ्वीभरिको कम्युनिजमको समाप्त नै गर्ने हुन्छ, आध्यात्मको उदय गर्ने हुन्छ र सत्ययुग फिर्ने छन्। र यसमा कुनै पनि किसिमको राजनीति वा राजाको अवस्थाले चाहिँ अथवा राज्यको अस्तित्व व्यक्ति चाहिँ यो देशमा आउन सक्ने पदार्पण हुन सक्ने अस्तित्व चाहिँ रहन्छ। यो 100% सत्य हो। यो अल्टिमेट रियालिटीमा चाहिँ सत्यतालाई स्वीकार्ने व्यक्ति नै अगाडि आउन सक्ने अस्तित्व देखिन्छ। ओके, इन्ट्रेस्टिङ। सो गुरुजी हजुरले अघि भन्नुभयो नि त सबैजना आध्यात्मिक हुनुपर्छ, अध्यात्मको युग आउँदैछ हैन, चेन्ज आउँदैछ। सो कोही मान्छे सिम्पली कसरी आध्यात्मिक हुनसक्छ? जस्तै कोही यङ मान्छे छ हैन, भर्खरै उसलाई अब अध्यात्मतर्फ इन्ट्रेस्ट छ, म सिम्पल एक्टिभिटिज गरेर एभ्रिडे एक्टिभिटिजले उसले आफूलाई कस्तो मान्छेलाई चाहिँ आध्यात्मिक मान्छे भन्ने? जो भित्र जे हुनुहुन्छ बाहिर त्यही हुनुहुन्छ। जस्तो कोही कलेजमा कोही लेडिज चुरोट पिउनुहुन्छ, घरमा पिउनुहुन्न भने उहाँ आध्यात्मिक होइन, उहाँ अल्टिमेट सत्यतादेखि उहाँ पर भइसक्नुभयो कि किनभने उहाँ पिउनुहुन्छ कि तर घरमा डरले पिउनुहुन्न कि यो आध्यात्म होइन। बाहिर जुन एक्टिभिटिज देखाउनुहुन्छ भित्र त्यही एक्टिभिटिजहरू चाहिँ गर्नुपर्ने अस्तित्व हुन्छ। वा कुनै कुरा कुनै सम्बन्ध आफ्नो छ भने चाहिँ त्यो लुकाउनको लागि चाहिँ बनिएको होइन नि त। सम्बन्ध त कुनै कार्मिकतासँग अथवा प्रारब्धसँग जोडिएको कुरा हो भने मेरो सम्बन्ध छ होइन, सम्बन्धको हिसाबमा। यस्तो व्यक्तिगत अथवा मानवीय कुराहरूमा चाहिँ अथवा एउटा जनावर पुरा आध्यात्मिक हुन्छ, उसको सबै कुराहरू तपाईँ बाहिरबाट छर्लङ्ग देख्नुहुन्छ। तर मान्छेको किन बाहिरबाट सबै कुराहरू छर्लङ्ग देख्न सकिँदैन भन्दाखेरि चाहिँ व्यक्तिमा मस्तिष्क हुन्छ र यो मस्तिष्क लगाउने र बुद्धि लगाउने कारणले गर्दा चाहिँ ऊ आध्यात्ममा जान सक्दैन। यसको मतलब मैले यो भने कि सबै कुराहरू छाडा रूपमा हुनुपर्छ, यो आध्यात्म होइन। यसमा निश्चित नियमहरू हुन्छन्, नीतिहरू हुन्छन्। यसमा विभिन्न उपनिषदहरूले, वेदहरू, वेदान्तहरूले होइन, मीमांसाहरूले जति पनि किसिमका दर्शनहरू छन् होइन, ती दर्शनहरूले व्यक्तिको एउटा हरेक कुरालाई निर्णय गरेको चाहिँ यसरी गर्नुपर्छ। तर आध्यात्मको सिम्पल स्वरूप चाहिँ तपाईँ बाहिर जे हो तपाईँ भित्र त्यही हो, र तपाईँ भित्र जे हो तपाईँ बाहिर त्यही हो। यो हिसाबमा अगाडि बढियो भने चाहिँ आध्यात्म हुन्छ। जस्तो कसैले ईश्वरको पूजा गर्दैन भने ऊ भित्र पनि गर्दैन बाहिर पनि गर्दैन कि ऊ परम आध्यात्मिक व्यक्ति हो कि। कसैले पूजा गर्छ भने ऊ भित्र पनि गर्छ, ऊ आध्यात्मिक पनि देखिन्छ। जस्तो योगी नरेन्द्र मोदीहरू उहाँहरू भित्र पनि त्यही हो र बाहिर पनि त्यही हो कि। जस्तो नेपालको नेताहरू भित्र पूजा गर्ने बाहिर नगर्ने कि यो अल्टिमेट रियालिटी होइन नि त। यस्तो अल्टिमेट रियालिटी जहाँनेरि छैन त्यो असत्यता हो। जहाँनेरि असत्यता छ त्यहाँ डिप्रेसन, एन्जाइटिक्स हुनु, विफलता हुनु, समस्याहरू हुनु, सम्बन्धहरू चुटिनु होइन। धेरै कुरा त कसैले कुरा लुकाउँदैमा आफ्नो सम्बन्धहरूमा चाहिँ एक आपसमा कुरा लुकाउँदैमा सम्बन्धहरू टुङ्गिएका स्थिति छन् कि। अथवा धेरै कुराहरू त के छन् भने आफ्नो रियालिटी के हो त गर्लफ्रेन्डको अथवा बोयफ्रेन्डको अल्टिमेट रियालिटी के हो थाहा नपाउँदा अथवा उसको अध्यात्म के हो थाहा नपाउँदा नै समस्यामा परेका छन् कि। त्यसैले जतिले हाम्रो भिडियो हेर्दै हुनुहुन्छ युथले जसलाई समस्या छ तपाईँ बाहिर जे हो भित्र त्यही हिसाबमा जानुहोस्। तपाईँलाई पुरा युनिभर्सले 27 नक्षत्रले 9वटा ग्रहले 12वटा भावले सम्पूर्ण ईश्वरले रक्षा गर्नुहुनेछ र तपाईँको जीवनमा सफलता ल्याउनुहुनेछ। जस्तो तितो भने तितै हुनु पर्यो, मिठो भने मिठै हुनु पर्यो। यो हिसाबमा चाहिँ एउटा रियल वा रियालिटीमा जानु पर्यो। सम्पूर्ण समस्याहरू चाहिँ समाप्त नै हुन्छ अथवा कुनै मस्तिष्कको समस्याहरू बस्दैन। त तपाईँ जब आफ्नो मोस्ट अथेन्टिक ओरिजिनल सेल्फ हुनुहुन्छ होइन, तपाईँको पर्सनालिटी र नेचरलाई फेक गर्नु हुँदैन होइन। तपाईँ रुखो स्वभावको हुनुहुन्छ भने रुखो नै हो, फेक स्विट नबन्ने होइन। सो त्यो कुराबाट अगाडि आउनुहुन्छ
तपाईँ आध्यात्मिक मान्छे हो। बिल्कुल आध्यात्मिक, यो यति आध्यात्मिक कि उसको पासमा ईश्वर हुनु नै छ कि। तपाईँ चोर हो भने के उसले चोर छ भन्ने थाहा हुन्छ नि। हजुर। भनेपछि ऊ कति आध्यात्मिक के ऊ सबैलाई थाहा छ ऊ चोर हो कि। भनिसकेपछि उसँग कोही सतर्क हुन परेन नि त। तर ऊ चोर हो, तर बाहिर चाहिँ कुनै ईश्वरीय हिसाबमा छ वा भ्रष्टाचारको हिसाबमा छ। ऊ सेवा गर्न गएको हो, नेता हो, प्रधानमन्त्री हो। ऊ भ्रष्टाचारमा छ भित्र भने उसले देश बनाउँदैन नि। अल्टिमेट रियालिटीमा यो संसार जानै सक्दैन कि, सत्यता वा सपमा जानै सक्दैन कि। ओ यो देश पनि सकायो, आफूलाई पनि सकायो, आफ्नो सिद्धान्त पनि सकायो, सबै कुरा सकाउने। नेपालमा भएको पनि यही हो, आध्यात्मिकता छैन। कम्युनिजमको हिसाबमा छ, अनि कम्युनिजममा कुनै धर्म आध्यात्म वा कुनै परिकल्पना हुँदैन। परिकल्पना नभइसकेपछि भित्रभित्र चाहिँ पूजा गर्ने, धर्म गर्ने, आध्यात्मिकता माने जसो गर्ने। बाहिर चाहिँ कम्युनिजमको अस्तित्व, यो बाहिरी र भित्री कुरा मिल्दैन। अल्टिमेट रियालिटीमा जानै सकेन सरकार, अथवा चाहिँ उसको सिद्धान्त जानै सक्दैन। अनि यो देश चाहिँ फेरि तन्त्रको भूमि, वैदिक भूमि, ईश्वरीय भूमि। यहाँ ईश्वरको अवतरण हुन्छ, यहाँ श्रीकृष्णजी आउनुहुन्छ, यहाँ शिवजी आउनुहुन्छ, यहाँ हनुमानजीको बास छ। राष्ट्र चाहिँ एउटा एक किसिमको कम्युनिजम छ। अनि यो हिसाबमा पनि धेरै कुराहरू देशमा विकासै हुन सक्दैन कि। यो गाईको रक्षा गर्ने ठाउँ हो। अब सरकार भन्छ गाईको रक्षा गर्ने होइन, गाईलाई मासु बनाएर बेच्ने हो कि। यो हिसाबमा चाहिँ कहिले पनि यसले चाहिँ ग्रहण गर्न सक्दैन कि। यसले यो तत्त्वहरूलाई स्वीकार गर्न सक्दैन। जब स्वीकार गर्न सक्दैन आफू समस्यामा पर्नु स्वाभाविक हो। र यसै पनि अब जुन किसिमको हाम्रो ग्रहको कुरा हुँदैछ, मीन राशिमा शनि जाँदाखेरि यो देशको अल्टिमेट रियालिटीमा, यो देशको वैदिकता पनि एक किसिमको सतमा जान्छ, अल्टिमेट रियालिटीमा जान्छ। र सरकार पनि अल्टिमेट रियालिटीको डिरेक्सनमा आयो भने यो मिलन बिन्दु वा फ्युजन जुन पोइन्ट हुन्छ, यो नै देश विकास वा सफलताको कुरा हुन्छ। यो अल्टिमेट रियालिटी नै कसैको जीवनको पर्सनल प्रगतिको अस्तित्व हुन्छ। तितो तितो मिठो मिठो यो हिसाबमा अगाडि बढ्नु चाहिँ म युथको लागि चाहिँ अनुरोध गर्छु। यो एक किसिमको रियालिटी पनि हो कि। सो अरू गुरुजी, अब अरू ज्योतिषहरूका गयो भने मान्छेहरूले होइन भेजिटेरियन खानुहोस् होइन, अथवा क्रिस्टल्स युज गर्नुहोस् होइन, अथवा लाइक केही अरू पूजापाठ गर्नुहोस्, ठुलो हवन पूजा लगाउनुहोस् भनेर पनि भन्नुहुन्छ। हजुरले चाहिँ ओरिजिनल हुनु भनेर भन्नुभयो। सो खास त्यो कुराहरू चाहिँ लाइक कसरी बुझ्ने अब यसलाई? ग्रहको सैद्धान्तिक आधार हुन्छ, ग्रहको सिद्धान्तले के भन्छ भन्ने हुन्छ। जस्तो कुनै पनि ग्रह हुन्छ, जस्तो शुक्र ग्रह रक्सी, माछा मासु, यो यावत कुरासँग रिलेट गर्छ। यो एउटा दानव ग्रह हो। दानवहरूको गुरुको अस्तित्वमा दानव ग्रह हो, यो पैसा दिने ग्रह हो। के रक्सी खाने व्यक्तिको हातमा पैसा आउँदैन त? उसको हातमा त बढी पैसा आउँछ होइन। किन आउँछ भन्दाखेरि चाहिँ शुक्र ग्रहको उसको एक्टिभ छ कि। अनि अर्को कुरा के हुन्छ भने त्यही शुक्र ग्रह एक्टिभ हुँदा चाहिँ आफ्नो घरमा श्रीमती हुन्छ। कतिपय चाहिँ माडवारी परिवारहरू छन्, धेरै आउनुहुन्छ होइन। कतिपय अवस्थामा उहाँहरू असफल भएका छन्, कतिपय अवस्थामा धेरै बिजनेसम्यानहरू असफल भएका अस्थिति छन्। रक्सी खाएको अवस्थामा, रक्सी खाएर होइन अथवा मासु खाएर होइन कि, उहाँहरूले अर्को लेडिजलाई राख्नु भएको छ। श्रीमती पनि हुनुहुन्छ, अर्को लेडिज पनि हुनुहुन्छ। त्यो अर्को लेडिजको र श्रीमतीको औरा मिल्दैन। त्यो दुइटै औरा चाहिँ त्यो छोरो मान्छेले बोकेर हिँडेको हुन्छ। अल्टिमेट उसले भनेको हुँदैन कि, ऊ रियालिटी वा आध्यात्ममा हुँदैन कि म रक्सी खाने मान्छे हो, मेरो बाहिर चाहिँ कोही व्यक्ति हुनुहुन्छ अथवा तपाईँ मेरो श्रीमती पनि हुनुहुन्छ, यो हिसाबमा उसले खुलेर कुरा गरे हुँदैन। खुलेर कुरा नगरिसकेपछि त्यसको इनर्जी चाहिँ एकदम नराम्रो हिसाबमा उसको व्यवसायमा जान्छ, शुक्र खराबको अस्थितिमा हुन्छ। जब ढाँटेर व्यक्तिहरूले चाहिँ काम गरेको अस्थिति हुन्छ, यसमा चाहिँ कुनै किसिमको प्रगति सम्भव छैन। रक्सी माछा मासु नखाँदैमा चाहिँ धनी भइहाल्ने भन्ने हुँदैन, ग्रह सुध्रिहाल्ने भन्ने पनि हुँदैन। हुनसक्छ बृहस्पतिको केसमा खान मिल्दैन, देवगुरु हुनुहुन्छ, ईश्वर हो, साक्षात् ईश्वरको दर्शनको अवस्था छ भने नखान सक्नुहुन्छ नि त। भेज खान सक्नुहुन्छ, ईश्वरको दर्शनको लागि अगाडि बढ्न सक्नुहुन्छ। यो बृहस्पतिको हिसाबको रेमेडिज भयो, चन्द्रमाको हिसाबको रेमेडिज होला, मङ्गलको हिसाबको रेमेडिज होला। शुभ ग्रहको हिसाबमा रक्सी माछा मासु होइन, यो एउटा तमोगुणी अवस्थितिलाई चाहिँ निषेध गरेको होला, वर्जित गरेको होला। यो शास्त्रले नै गरेको होला, यो आफ्नो ठाउँमा छ। तर पाप ग्रहको हिसाबमा त कुनैले पनि कुनै शास्त्रले पाप ग्रह नै खराब छ भने अथवा पाप ग्रहको हिसाबमा चाहिँ माछा मासु वा यो तमोगुणी अवस्थालाई नलिनु यस्तो काहीँ पनि भनेको छैन। तर म के चाहिँ भन्छु भने सत्वगुणी शुद्ध सत्वगुणको इनर्जी अगाडि लिएर जानको लागि, अथवा चाहिँ बिचमा समस्या नआउनको लागि, अथवा लङ टाइम अथवा चाहिँ जीवनको लामो समयसम्म सफलता पाइरहनको लागि चाहिँ रक्सी कहिलेकाहीँ, माछा मासु कहिलेकाहीँ अलिकति बारेर अथवा बारहरूमा चाहिँ बारेर अगाडि बढ्नुभयो भने धेरै कुरामा सफलता पाउनुहुन्छ। र जति पनि युथ वा जति पनि हाम्रो भिडियो सुन्दै हुनुहुन्छ, तपाईँहरूले सफलता पाउनको लागि चाहिँ आफ्नो रियालिटीलाई उजागर गर्नुहोस्, आफ्नो सत्यतालाई।
यसैमा सफलता छ। असफलता भनेको आफ्नो रियालिटीभन्दा बाहिर कुरा वा नाटक गर्नुहुन्छ भने तपाईँको जीवन कहिले पनि सम्भव छैन, कुनै सत्ताले स्वीकार्दैन। तपाईँ हुने विफलै हो, तपाईँ हुने अनसक्सेसै हो। कि रुक है, म एकचोटि चेक गरौँ फ्रेम। खिचो त पहिलाको देखाउ त भाइ। यही रेकर्डै भइरहेछ। के हुँदैन क्या? बन्द गर्नुपर्छ क्या यसलाई। म हेरौँ न फ्रेम कस्तो आइरहेछ। हेर्नु न, म गएर बस्छु हेर्नु। ओ ठिक छ रहेछ, राम्रो आइरहेछ। राम्रो आइरहेछ भाइ, भइरहेछ। हेर त फेरि त्यहाँ केही फुस्किदेला, केयरलेसले हेरिराख। यो भइसक्यो। अब अर्को क्वेसन कहाँ? अब भइसक्यो यो। अर्को क्वेसन हुन्छ। सो म यसमै अलिकति लास्ट एउटा जोडिदिन्छु।